साथीहरु गुड मर्निङ एन्ड वेलकम टु माई च्यानल। ल यता चाहिँ साथीहरु मुला र काँक्राको अचार रेडी हुन जाँदै ह। सामग्री सबै हालिसके, मोल्न बाँकी छ यसलाई। अब यस्तो स्वादिष्ट देखियो नि, ल हेर्नुहोस्। ल खाना चाहिँ बनिसक्यो, अलमोस्ट तयार भइसक्यो सबै खानाहरू। उहाँ दिदीहरू पनि बाटोमा आउँदै हुनुहुन्छ अरे। यता चाहिँ हाम्रो बुर्चिया दाजी सुतिराख्नु भएको छ, मासु पकाएर भ्याएर टिभी हेर्दै। पार्टी सुरु भएको भिडियो बनाउनु पर्छ। हिरोहरू कोही पनि होइन। यो कति टेस्टी हुन्छ? केही छैन त्यसमा। ल के टेस्टी हुन्छ? नुन छ, लोकल वालेको मासु। प्रेसर पनि छैन। प्रेसर पनि हाल्नु छ। पार्टी सुरु भइसक्यो। यहाँ चाहिँ बियरहरू ग्लासमा। ल खतरनाक पार्टी सुरु भइसक्यो। यहाँ फ्रुटहरू बियरको बोतल खुल्यो त। साइला दाइ खानाको लागि तयार भएर बसिसक्नु भयो। चिकन बनाएको के मेरो चाहिँ कोल्ड ड्रिङ्क हो। चिकनको अचार मिठो रहेछ। एउटा आलु हालेर मसला भातमा नि हालेर पकाउनु साह्रो राम्रो हो नि यो। जिब्रोमा धेरै घाउ आयो भने के खानु भन्छ रे? तेलले मलाई त मन पर्छ। मलाई पनि हामी त काँचो कति खान्छौँ। काँचो हुन्छ? काँचो खान्छ त कुनै पकाएको भने काँचो पाके खान्छ यो खानु। मेरोमा ल्याउँछु म त काँचै खान्छु। चाहिँ ल्याएर है प्लेट हटिरा। मुली अचार खाऊ यहाँ। मुला अचार खाऊ। काँक्रा मुली अचार खाऊ गर्छु। आज आलु अचार बनाउनु दिएन बुढियाले, यस्तो बनाउने ल हटिरा। आलु पनि कति खानु? पी बियर पी। त्यो उयो के हैन। जो हैन त्यतै हो। आफैले घुमाउने थियो। जाने करे मार खाइले। बियर पी। खाना बनाउँछ न हौ। अंकल लड्नु भयो अरे। हँ? अंकल लड्नु भयो अरे। आयो लडे बुढा हो। नपल्टे पिएर। भाइटेका दिन बिचारा सबै पिर्छन् भएको। भन्ने के हैन पुछेर मात्रै। चार पाँच दिन त रसिला यो मकैको आटो नेपाली नेपालमा जाँदाखेरि खाने भनेको पाउँदै पाएन। चाहिँ भएन। नै मकैको आटो लावाको तरकारी जसले बुझ्छ नि लुगा साक्रा